झाङली पोखरी भनेको चाहिँ यही हो है साथीहरू, देख्न सक्नुहुन्छ पोखरी। झाङली पोखरी भन्ने नाम चाहिँ यो पोखरीबाट जनाइन्छ। पोखरी आधारभूत विद्यालय हो। यहाँनिर मन्दिर छ। निर्माणाधीन शहीद पार्कको दृश्य चाहिँ यस्तो छ। अहिले यस्तो अवस्थामा छ। यो चाहिँ कम्पाउन्ड लगाएको रहेछ यो चारैपट्टि। कम्पाउन्डबाट तलतिर चाहिँ यस्तो देखिन्छ दृश्य। झाङली पोखरी भनेको चाहिँ यही हो है साथीहरू, देख्न सक्नुहुन्छ पोखरी। यहाँ पोखरी छ। पोखरीमा चाहिँ अहिले पानी छैन। पहिला पानी जमाएर राख्ने पोखरी हो अरे यो चाहिँ। झाङली पोखरी भन्ने नाम चाहिँ यो पोखरीबाट जनाइन्छ। यहाँनिर चाहिँ बस पनि आएको रहेछ काठमाडौँबाट। भोलि बिहान चाहिँ यो बस यहाँबाट फेरि काठमाडौँ फर्किन्छ। गाउँका मानिसहरू, काठमाडौँ जाने मानिसहरू लिएर। देख्न सक्नुहुन्छ यो चाहिँ पोखरी आधारभूत विद्यालय हो। बेलगढगढी नगरपालिका वडा नम्बर 3 झाङली पोखरी भन्ने ठाउँमा पर्छ। यहाँनिर मन्दिर छ। यहाँ चाहिँ तल्लोपट्टि चाहिँ शहीद पार्क हो अरे यो चाहिँ झाङली पोखरीमा। त्यो झाङली पोखरीको यो स्कुलभन्दा यतापट्टि यो मन्दिर छ। मन्दिरभन्दा तल्लोपट्टि चाहिँ यहाँ चाहिँ शहीद पार्क निर्माणको काम थालिएको छ। यो चाहिँ धेरै वर्ष पहिले सुरु गरेको हो। यहाँ चाहिँ सम्पन्न भएको छैन, देख्न सक्नुहुन्छ यस्तो अवस्थामा छ। शहीद पार्क चाहिँ ठुलो ग्राउन्ड बनाएको रहेछ। ग्राउन्ड चाहिँ कम्पाउन्ड गरेको रहेछ। यहाँनिर चाहिँ एउटा घर पोस्ट जस्तो देखिन्छ। यहाँनिर चाहिँ बस्ने ठाउँ, उता भ्यूहरू हेर्नको लागि बस्ने ठाउँ होला सायद, देख्न सक्नुहुन्छ। यो चाहिँ बेलगढगढी नगरपालिका वडा नम्बर 3 मा झाङली पोखरीमा पर्छ है त, देख्न सक्नुहुन्छ यस्तो अवस्थामा छ शहीद पार्क चाहिँ। देख्न सक्नुहुन्छ। अब त्यहाँनिर एउटा छ, यहाँ एउटा छ, यहाँ एउटा छ। बस्ने ठाउँ प्रतीक्षालय जस्तो देखिन्छ। त्यहाँनिर चाहिँ मन्दिर छ, झाङली पोखरीको मन्दिर। यहाँबाट तल चाहिँ डाँडा गाउँ, रुपिङ डाँडा गाउँ त्यहाँ तल। पारिपट्टिको डाँडाहरू चाहिँ धादिङ, त्यो परको रानीवन काठमाडौँ। झाङली पोखरीको मन्दिर चाहिँ यहाँनिर रहेछ, देख्न सक्नुहुन्छ मन्दिर कस्तो रहेछ। मन्दिर चाहिँ यस्तो अवस्थामा छ। यहाँनिर चाहिँ पोखरी आधारभूत विद्यालय छ। यतापट्टिको चाहिँ गाउँहरू भयो। यतापट्टि चाहिँ दस्तर, यो माथि चाहिँ पुरै चिम्टेश्वर चाहिँ मन्दिर भयो। मन्दिरभन्दा मुनिपट्टि चाहिँ यो शहीद स्मारक पार्क निर्माण अवस्थामा छ, देख्न सक्नुहुन्छ। ठ्याक्क यो पोखरीको मन्दिरभन्दा तल्लोपट्टि रहेछ। अहिले चाहिँ म यो शहीद पार्कको निर्माणाधीन शहीद पार्कको कम्पाउन्डभित्र छु, देख्न सक्नुहुन्छ। यो चाहिँ कम्पाउन्ड लगाएको रहेछ यो चारैपट्टि। यो कम्पाउन्डबाट तलतिर चाहिँ यस्तो देखिन्छ दृश्य, देख्न सक्नुहुन्छ। उहाँ तलको चाहिँ लक्ष्मीश्वरी स्कुल भइहाल्यो। त्यहाँबाट माथि चाहिँ यहाँ आउने झाङली पोखरी आउने रोड देख्न सक्नुहुन्छ। त्यो पारीको लामो डाँडा चाहिँ धादिङ, त्योभन्दा पारिपट्टिको चाहिँ उता धार्के नौबिसे, त्यो माथिको चाहिँ दामन पालुङको डाँडा भइहाल्यो। यता चाहिँ काठमाडौँको रानीवन देख्न सकिन्छ। यो चाहिँ बेलगढगढी नगरपालिका वडा नम्बर 3 झाङली पोखरी निर्माणाधीन शहीद पार्कको दृश्य चाहिँ यस्तो छ। अहिले यस्तो अवस्थामा छ, देख्न सक्नुहुन्छ। अझै पनि सम्पन्न भएको छैन।
मरिकको लामाचौरबाट यता लागिसकेका छौँ हामी चाहिँ हेर्न सक्नुहुन्छ यहाँनिर चाहिँ बाटो निर्माण हुँदैछ बाटोमा चाहिँ ग्राभेल खनाएर राखेको रहेछ हेर्न सक्नुहुन्छ यो बाटो चाहिँ बन्नेवाला छ साथीहरू काफल चौर
एकदमै डेन्जर ओह्रालो चाहिँ यो हो है साथीहरू, देख्न सक्नुहुन्छ। साथीहरू यहाँ पनि असिलो छ बाटो चाहिँ देख्न सक्नुहुन्छ। अब यहाँ चाहिँ कहाँबाट चढ्छ? हाम्रो गाउँ आइपुग्यो है साथीहरू, देख्न सक्नुहुन्छ। अब यहाँबाट माथि चाहिँ हाम्रो घर जाने बाटो हो साथीहरू, देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ माथि लाग्नुपर्ने हुन्छ हाम्रो घर चाहिँ। यहाँबाट चाहिँ माथि लाग्नुपर्ने हुन्छ अब।